वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ। अनि यो वर्षको लास्ट मन्थ हो यो। अनि फेरि आज वैशाख, आज चैत 12 गते। अनि फेरि आज के हो भनेपछि चैत दसैँ। अनि त्यो चैत दसैँमा पनि अब हामीहरूले पाहुनाहरू पाहुना बोलाउने गर्छौँ। सो आज पनि हाम्रो घरमा आउँदै हुनुहुन्छ हाम्रो फुपूहरू, दिदीहरू सबै भएर अनि खानपिन गर्ने भन्ने कुरो भएको छ। अब हरेक वर्ष बोलाउँदा नि यो वर्ष पनि त बोलाउनै पर्यो नि त। अनि त्यही भएर अब हामीले फेरि सानो सानो पर्वहरू पनि सेलिब्रेसन गर्छौँ, बोलाउने, पाहुनाहरू बोलाउने, खानपिन गर्ने, गफगाफ गर्ने गर्छौँ। सो त्यही भएर अनि अघि यो इन्ट्रो भने मैले भर्खर लिँदैछु। अनि फेरि अरू कामहरू सबै भ्याइसकेँ। अब मैले अब घर मात्र सफा गर्नु छ। अब के गर्ने, पाहुना बोलाइसकेपछि खाना मात्र खुलाएर त भएन नि त। त्यही भएर देख्न सक्नुहुन्छ यो चाहिँ धोएको कपडाहरू सबै पटाउनु पर्ने छ। अनि रुमहरू सफा गर्नु छ, यताउति यस्तै छ। अनि यस्तै भइरहेको छ। अनि आज त चैत दसैँ। अनि फेरि भोलि फेरि सरकारी बिदा अब केही पर्व यस्तै केही छ। मैले पनि यस्तो राम्रोसँग रुटिन हेरेँ कि भोलि के हो भनेर। सो भोलि पनि बिदा पर्सि त शनिबार भयो, 3 दिन बिदा लगातार। अनि फेरि आजको दिन यस्तै पाहुनाहरू खुलाउने, गफगाफ गर्ने। अनि को आउनुहुन्छ मैले सकेसम्म कामलाई साइडमा राखेर भए पनि भिडियो गराउँछु। अनि यस्तै यो खानाहरू सबै रेडी भइसक्यो। अब मैले मेरो रुमहरू देख्न सक्नुहुन्छ, मेरो रुम यति मेस भइरहेको छ, यति फोहोर भइरहेको छ। अनि यो त धोएको कपडाहरू हो नि त। अनि फेरि मैले बिहान उठेर अनि उठ्ने बित्तिकै नुहाएर पूजासुजा गरेँ, यताउति गर्दा यताको हेर्न भ्याएकै छैन कि। अनि एक्कासिन यतातिर खानाहरू पकाउनेतिर लागेँ। त्यही भएर पनि अनि फेरि आज नानीहरूको पनि इक्जाम छ नि त। अनि इक्जामले गर्दा पनि बिचरा उहाँहरूले अब त्यस्तै भइरह। अनि नानीलाई पढाउने यताउति गर्दा नभ्याउने भयो। अनि अलिअलि भए पनि भिडियो स्टार्ट गरिहाल्छु भनेर भिडियो स्टार्ट गरिरहेको छु। यहाँ अचारको लागि काँक्रा र गाजर काटिरहेको छु। अचारको लागि रेडी भइसकेको छ। अनि यो काँक्रा र अनि के भन्छ नि गाजर कलाएर सानो रेडी भयो भने त अनि खाना र अनि सबै रेडी गराएर भ्याएपछि त खाना पकाउन अनि अनि मासुहरू बनाउन मात्र रहन्छ। अनि यस्तो छिटो बनाएर भइन्छ। यतिकै खानु पनि मिठो लाग्छ नि होला। अचारको लागि आलु छिल्न लागेको। तपाईँहरूले हाल्नुहुन्छ कि नै? हामी त एकदम राम्रो छ। आज फेरि बोर्डिङ स्कुलहरूको त स्कुलै अनि फेरि हाम्रो सरकारीहरूको फेरि बिदा छ नि त। अनि त्यही भएर आज सबै नानीहरूको स्कुलै अनि अब नानीहरूको फेरि इक्जाम पनि छ नि त। हाम्रो मेरो भदैनीको त्यो नानीलाई
यता गर्दै गर्दा नभ्याइने अब बिचरा अब त त्यो टाइमै दिन पाएन अब के गर्ने अब काम त गर्नु पर्यो त्यही भएर यता पढाउँदै नानीलाई पढाउँदै अनि काम गर्दैछु धेरै त गरेन अलिअलि कामहरू यताउति हेल्प गरिदिएको भाउजूको लागि अनि यता प्राउन पापड पनि फुराइसकेँ मैले अब फेरि अचारको लागि त उसहरू काटिसक्यो अब आलु छिलेर राखिदिन्छु ट्याक्क सबै रेडी गरेर राखिदिन्छु अनि ठ्याक्क अब पाहुनाहरू आउनुभयो भन्ने बेलामा अनि ठ्याक्क खाने बेलामा अनि बनाउँदा ठिक हुन्छ कि त्यो फेरि अचार त्यही भएर कस्तो भोक लाग्न लागिसक्यो केही खाएको छैन बिहानदेखि त्यही भएर अब पाहुनाहरू आउँदाखेरि तिनी उहाँहरूसँगै खाने होला 11-12 बज्छ छिटै खाने बानी लाग्यो कि स्कुल जाँदाखेरि छिटो खाने अनि त्यही भएर पनि होला खाने बानी छिटो छ छैन सानो मेरो फोन चार्जमा लाग्दैन एउटा त छ बोतल सबै बोतल त भरेकै होला नि यो ब्राउन पापड पनि रेडी भइसक्यो अनि यति उसमा हालेको प्लास्टिकमा किनकि यो यस्तो हावा जाँदैन नि त अनि ओसिँदैन भनेर अनि अचारको लागि आलु उसानिसक्यौँ अनि काटिसक्यौँ काँक्रा र अनि फेरि यो के हुन्छ काँक्रा र गाजर अलिकति छ यो फेरि अलिक धेरै हुन्छ कि भनेर अनि प्याजहरू पनि सबै रेडी भइसकेको छ अनि यता दाल भइसक्यो अब माथि मासु र भात मात्र पाक्न बाँकी छ अनि अरू के गर्ने अहिले यस्तो मेसी भइरहेको छ अनि यस्तो फोहोर भइरहेको छ अनि बाहिर वातावरण पनि आइरहेको छ अनि वातावरण भनेर आएर हैरान छ अब मैले यस्तो गर्ने बित्तिकै यो सफा हुन्छ है ल 1 2 स्टार्ट गो अब अहिले यतिको सफा भयो अनि यतिको सफा भयो है यतिको त गर्नु पर्यो नि अब घरमा पाहुना आउनुहुन्छ भनिसकेपछि त अब भाँडा धुन बाँकी नै छ यतिको सफा भइसक्यो घर अब यतिको चाहिँ सफा भइसक्यो अब योभन्दा धेरै सफा गर्नु हुँदैन भन्न त भएन तर गरे त राम्रो अब यति नै सकेसम्मको भ्याएसम्मको यति नै थियो अब आउँदै गर्नु थाल्नु भइसकेको छ पाहुनाहरू भर्खरै भाउजू आउनुभयो यसो सनस्क्रिन लगाउनु पर्यो भनेर अब एकैछिन म रेडी हुन्छु ओहो यस्तो त बोकेर आउनु पर्दैन हेर न पावर बोकेर आजको दिन पनि हाम्रो घरमा आइसक्नु भएको छ भाउजू यता के फर्स्ट गेस्ट है अझै आउन त बाँकी नै भाउजूले माथि खाना पकाउँदै हुनुहुन्छ लगभग ल्याइसक्नु भएको रहेछ पाराको मासु बफ मोमो त भन्नु भएन बफ है भाउजूले यहाँ कोक सोक बोकेर आउनु भएको छ पावर यतिको
यतिको म रेडी भइसकेँ। अब यति रेडी भइसकेपछि के गर्नुपर्छ, भाँडा धस्काउनु पऱ्यो नि त। त्यो भाँडा धस्काउनको लागि भए पनि रेडी त हुनु पऱ्यो। सो यति रेडी भइसकेपछि राम्ररी भएपछि त भाँडा धस्काउनै पऱ्यो। सधैँको भाँडा धस्काउने काममा मेरो फेरि के गर्ने जिन्दगी बेहाल छ साथीहरू। भाँडा नधस्काए नहुने। खानाहरू पाकिसकेको छ। यहाँ छ भात, मासु, अनि यहाँ छ कुखुराको मासु, अनि यहाँ छ दाल कुखुराको खान्छु। अनि यहाँ भाउजूले अचार बनाउँदै हुनुहुन्छ। अनि यतातिर छुट्टै दाइको लागि मासु। यही हो। ओहो यति धेरै मासु। ग्यास बन्द गरिदिउँ। भिडियो बनाउनु पर्यो। हाम्रो यता फुपू राखेको छ। कति अधेर कस्तो लागेछ? कस्तो लागेछ? अब हाम्रो यहाँ पाहुना खुलाउँदै राम्रै देखिनु भएको आउनु। नमस्ते नमस्ते खाएर यहाँ फेरि लम्पसारो हाम्रो यहाँ यही हो हाम्रो खाना खाएर आराम गरिरहेको छौँ। मैले हामीहरू बल्ल दुईजनालाई खाना खाँदै हुनुहुन्छ। आजको चाडपर्वको दिन पनि मेरो काम देख्न सक्नुहुन्छ। अनि मेरो सहयोगहरू हेर्नु, सहयोगी हातहरू हो नि यिनीहरू मेरो। कुनै दिन 5000 पाएको बेला मनमा बाहिरदेखि खुसी खुसी भएर हाम्रो यहाँ फुपूहरू दिदीहरू भाउजूहरूले मेरो सहयोग गरिदिनु भयो धागो बेर्देर। तर मनमा सोच्नु भयो होला खाना बोलाएको कि काम गर्न बोलाएको भनेर सोच्नु भयो होला। फुपू यता हेर्नु त, यता हेर्नु माइली फुपूले हेर्नु गाइजहरू हेर्नु। यता यता हुनुहुन्छ मेरो माइली फुपू हुनुहुन्छ। यता हाम्रो साइली फुपू हुनुहुन्छ, आमा हुनुहुन्छ। त्यता